सो हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो डे 5 मिनी ब्लगमा। अनि दिदीको बर्थडे थियो, अस्तिको भिडियो हो। अनि दिदीको बर्थडे थियो, दिदी आउनु लाग्नु भएको थियो। अनि म चाहिँ भिडियो बनाउँदै थिएँ क्या। अनि दिदी चाहिँ कति न के गर्न आँट्यो यस्तो गरिराख्नु भएको थियो। अनि चाहिँ मैले दिदी आउनु लाग्नु भएको छ भनेर चाहिँ मेरो हस्बेन्डलाई थोरै भए पनि सेलिब्रेसन गरौँ न त भनेर मैले चाहिँ केक ल्याउनु पठाएको थिएँ। अनि हामीले चाहिँ सबैले टिकाहरू लगाएर चाहिँ हामी चाहिँ अब केकहरू काटेर गर्न लागेको थियौँ। अब लास्ट टाइम मेरो पालो आएको थियो नि त। अब म सबभन्दा कान्छी छु घरमा, अब भान्जा हुनुहुन्छ त्यतिखेर। आज चाहिँ नत्र चाहिँ घरमा सबभन्दा कान्छी म नै हो। अनि त्यसपछि हामी टिकाहरू लगाएर चाहिँ अब खाना खाऊँ भनेर अब हामी दुई बहिनीको माया चल्छ होइन। फेरि यता हाम्रो माया चलिरहेको थियो। अनि अब चाहिँ हामी खाना खान लाग्थ्यौँ। अनि खानामा चाहिँ हल्का रोटी आज यस्तै भएको रहेछ, डोन्ट माइन्ड। अनि खानामा चाहिँ मासु थियो, बोडी र आलुको सब्जी थियो होइन। अनि म मासु खाँदैन नि त, त्यही भएर मेरो लागि अलग थियो। अनि चाहिँ मैले अर्को दिन पनि भिडियो बनाउँछु, पुरै लङ भिडियो टाइपको बनाउँछु भनिरहेको थिएँ, बट यति कन्फिडेन्स नै भएन क्या। अनि यति नै केक काट्दाखेरि सेलिब्रेसन गर्दाखेरि नै मैले भिडियो बनाएँ, यति कन्फिडेन्स नै आएन नि त। भर्खरको हो, पछि आउला। अनि त्यो सानो पुच्ची चाहिँ यति डराएको थियो नि गाइस होइन, हेर्न सक्नुहुन्छ कस्तो गरिरहेको छ। अनि यति डराइरहेको थिएँ। सो हामीले चाहिँ एकदम मजाले सेलिब्रेसन गऱ्यौँ। सो आजलाई मिनी ब्लग यति नै, फेरि भेटौँला अर्को भिडियोमा। त्यतिसम्मको लागि बाई बाई।